केवल के गरे जीवले भने म खाऊँ मैलाऊँ सुख सयलबा मोजम गरौँ। अरू भने म मात्र खाऊँ म मात्र लाऊँ म मात्र बाँचौँ म मात्र हाँसौँ। एकपल्ट अर्को हाँसेको देख्दा आफ्नो चित्त हाँस्ला कि नहाँस्ला, एकपल्ट अर्को अगाएको देख्दा आफ्नो हृदय अगाउला कि नअगाउला। त्यो हो भागवत धर्म। स्वयं भगवान जगतको मालिक जगत गुरु कृष्णचन्द्र भगवानले बताएको कुरा गोपालहरूले यही कुरा त हो होइन र सत्य साई बाबाको। सबभन्दा पहिला प्राणीको सेवा गर, सबभन्दा पहिला त्यसैले मानव भएर आएको पहिलो कर्तव्य नि प्राणीको सेवा। यदि सेवा गर्न सकिएन भने के काम लाग्यो र बाबु हो। त्यसैले आफ्नो प्राणले भ्याएसम्म सेवा गर है भन्नु पहिलो भनेको भागवत धर्म। अर्को प्राणै अर्थै, अर्थ भनेको धन। धन त कति कमाइयो तर आजसम्म पुग्यो भन्ने दिन छ? कति कमाइयो होला भन्नुहोस् त हजुर? आजसम्म पुग्यो भन्ने दिन आएको छैन। कहिले पुग्छ? गएर चितामा लडेको दिन पनि धनले पुग्दैन, हरिशरण त्यो दिन पनि पुग्दैन। त्यसैले जति तिमी कमाउँछौ, कमाएर प्राप्त भएको धनको अलिकति तिमीले एक मुठी निकालेन, त्यो दुःखीलाई सेवा गर्छौ, त्यो जीवलाई सेवा गर्छौ, त्यो प्राणीलाई सेवा गर्छौ। अरूले पाउँदैन हजुर। एउटा गाईले सेवा गर्न पाउँछ र अरूको सेवा त गरेर दुध दिन्छ भन्छौँ हामी, तर होइन एक दिन मिठो घाँस नदिनुहोस् त गाईले लात्ती हान्छ, दुध दिन पनि दिँदैन। कुनै जीवले सेवा गर्न सक्दैन, आफ्नो स्वार्थ छ त्यहाँ। एउटा आफ्नो बाछाले घाँस खाँदै गरेको हेर्नुहोस् त, पहिला चाट्छ, माया गर्छ, सारा कुरा गर्छ, तर मिठो घाँस आफ्नो सन्तानले खाओस् त मुखबाटै गएर खोसेर खाइदिन्छ। त्यो पशु हो। हामी त मानव हौ नि। यदि हामी पनि त्यही कर्म गर्छौँ भने पशु र हामीमा के अन्तर भएन। त्यसैले आफ्नो अर्थ भनेको धनले भ्याएसम्म परसेवा गर्न नछोडा है। एउटा एक मुठी पनि अर्कालाई यदि दिँदा खाना त अर्कोले खान्छ नि हजुर, होइन र? बाटोमा कोही भोकाइरहेको होस् न, त्यो बेलामा मलाई भोक लाग्यो भन्ने व्यक्तिको लागि अगाडि लगेर एक मुठी दिनुहोस् त खानालाई। खाना उसले खान्छ, उसले भोक मेटाउँछ, तर उसले भोक मेटाएको भन्दा पनि 1000 गुणा आनन्द चाहिँ आफ्नो हृदय तृप्त भइराखेको हुन्छ, हुँदैन? अब सम्झनुहोस्, भगवान खोज्नु अन्त जानु पर्यो, प्रभु खोज्नु अन्त जानु पर्यो। हो, भगवानको नाम के हो त भने आनन्द हो। आज आनन्द जब हृदयमा आयो सम्झनुहोस् मैले कृष्ण भेट्टाएँ, अब पर जानु पर्ने रहेछ। भगवानले देखायो प्राणै अर्थै आफ्नो धनले भ्याएसम्म। हामी त धन कुकर्ममा खर्च गर्छौँ। एकपल्ट सम्झनुहोस् त, हस्पिटलमा जाँदाखेरि डक्टरले जति भनौँ त्यति निकालिएन भने त्यो बेलामा हामी मसो छैन भनेर बस्छौँ र? ऋण गरेर हुन्छ कि के गरेर हुन्छ कि जसरी ल्याएर जसरी बुझाउँदछौँ, एउटा सामान्य उपचार गर्न बुझाउँछौँ भने, तनको उपचार गर्न बुझाउँछौँ भने यो हृदयको उपचार गर्न, भवौषधि भवरोगको उपचार गर्न यो भगवान नाम रूपी परम धनलाई जम्मा गर्नु नपर्ला। त्यसैले अरू धन त खर्च भएर जान्छ यही देह हुँदा, तर प्राणीको सेवा गरेको जो धन चाहिँ हे बाबु हो, त्यो चाहिँ भोलिलाई पनि काम लाग्छ है। त्यसैले प्राणीको सेवा गर तिमीहरू, प्राणीहरूको दुःखीहरूको सेवा गर। अर्को के छ? प्राणै रथै धिया। धिया भनेको बुद्धि। हामी अर्कालाई लडाउनु कत्रो बुद्धि लगाउँछौँ, ट्रिक लगाउँछौँ न। त्यसलाई यसो गर्न पाए त्यो पछाडिन्थ्यो, त्यसलाई त्यति भनिदिनु पाए लड्दथ्यो। हेर्नुहोस् त, यो भगवानले अरू कसैलाई विवेक दिएको छैन। बुद्धि केवल विवेक भनेको मानवलाई मात्र दिएको छ, तर यस्तो प्रभुले दिएको उपहारलाई पनि सदुपयोग गर्न सकिएन। यो बुद्धिलाई लगेर कुमार्गमा लगायौँ, त्योभन्दा अधोगतिहरू के होला। त्यसैले तिमीमा त बुद्धि छ, तिमी मानव हौ, तिमी भित्र भएको त्यो बुद्धिलाई एकचोटि प्रभु प्राप्तिको निम्ति प्रयोग गरेन, एकचोटि परमार्थको निम्ति प्रयोग गरेन, कतै त्यो बुद्धिले भोलि तिमी भवसागर पार गर्दथ्यौ कि? त्यसैले तिमीहरूले हे बाबु हो आफ्नो बुद्धिलाई नै प्रभु प्राप्तिको निम्ति लगाउनु है, प्राणी सेवाको निम्ति लगाउनु है। र अन्तिममा भन्नुभयो प्राणै रथै धिया। बाचा भनेको बाणी। यो बाणी हेर्नुहोस् त, कुकुरले नै बोल्छ, तर त्यसको बोली कसैले बुझ्छ र? तर केवल प्रभुको नाम लिन सक्ने, प्रभुको लीलालाई गाउन सक्ने, प्रभुको नामामृत बोल्न सक्ने भनेको केवल मानवलाई मात्र कृपा छ। त्यसैले तिमीहरूले कहिले पनि अर्कालाई चित्त दुखाउने बाणी नबोल है। हेर्नुहोस् त, भगवानले बाणी बोलेको भागवत धर्म हो। कहिले पनि अर्काको चित्त दुख्ने काम तिमीहरूले नगर, किन बाणीबाट पनि हिंसा हुन्छ, कर्मबाट पनि हिंसा हुन्छ। के गर तिमीहरूले सदैव मधुर बाणी बोल, जुन बाणी प्रभुसँग जोडिएको होस्, जुन बाणी सत्कार्यमा जोडिएको होस्, जुन बाणीले हामीलाई भवसागर पार गराओस्, त्यस्तो बाणी नै बोल्नु है।
आज प्रभुले आज्ञा भएको 4 यी बाणीहरू आज हजुरहरूले स्वीकार गरिबक्सेका छ। यी 4 बाणीलाई प्राणै रर्थै भियाबाट आफ्नो शरीरले भ्याएसम्म परसेवा आफ्नो आराध्यको मार्गलाई हजुरहरूले अवलम्बन गरिबक्सेका छ। हजुरहरूको पाउमा सत सत नमन छ। हरि शरणम। यो हो भागवत धर्म। कुनै एक दिन गौचारण सखा कथियो, कुनै एक दिन गौचारणमा सखा कथियो। भन्यो कृष्णले सकल वेदको निचोड यही हो। भन्यो कृष्णले सकल वेदको निचोड यही हो। यति नै हो जन्मेको फल मानवहरूको, यति नै हो जन्मेको फल मानवहरूको। गर्नु प्राण धन बुद्धि वचनले श्रेय जीवको। गर्नु प्राण धन बुद्धि वचनले श्रेय जीवको। परछन प्राणी सन्मुख जो, परछन प्राणी सन्मुख जो। साथी हो अति विनीत भई, साथी हो अति विनीत भई। समझाई तीनों कृष्ण चरण, समझाए तीनों कृष्ण चरण। सम्झाइदिनु एकचोटि आफूले आफूलाई चिनाइदिनु। म को हो भन्ने चिन्न सकिन। तिमी मानव हौ, तिमीले गर्नुपर्ने परम कर्तव्य हो। एकचोटि सम्झाइदिउ न त्यसलाई। तर कसलाई सम्झाउने? जो सम्झन खोज्छ उसलाई सम्झाउने हो। जो जान्ने हो भन्छ उसलाई सम्झाउन सकिँदैन। हरि छन्। यसरी सम्झाउनु ठुलो कुरा होइन, हृदयले सम्झनु ठुलो कुरा छ। त्यो महत्त्वपूर्ण कुरा छ। जसरी एउटा वृक्ष हेरे त भगवानले आज्ञा भएको, यो अगाडिको वृक्ष हेरे बाबु हो, त्यो वृक्षले पानी पर्यो छारिदिन्छ, घाम लाग्यो शीतलता दिन्छ, भोक लाग्यो फल दिन्छ। हेर त एउटा जड भनेको वृक्षले त यत्रो परोपकार गर्दछ। तर तिमी मानव भएर पनि परोपकार गर्दैनौ भने तिमी मानव कसरी भयो? पानी पर्यो शीतल उसले दिएछ, छारिदिएछ, घाम लाग्यो शीतलता दिएछ, भोक लाग्यो फल दिएछ, पकाउनु पर्यो दाउरा दिएर अग्नि दिएको छ। त्योभन्दा परोपकारीहरू को छ र? यसरी यो वृक्षलाई तिमीहरूले गुरु मान, वृक्षबाट के सिक र मानव जीवनलाई सफल गराऊ है तिमीहरूले। समझाई दिनो कृष्ण चरण, समझाई दिनो कृष्ण चरण। ले वृक्षको शिर सधैँ, ले वृक्षको शिर सधैँ। हरे राम 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 हरे हरे, हरे कृष्ण कृष्ण हरे राम 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 हरे हरे, हरे कृष्ण 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 हरे राम 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 हरे हरे, हरे कृष्ण 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 हरे राम राम हरे हरे, हरे कृष्ण हरे राम राम हरे हरे। भक्त वत्सल भगवान की सम्पूर्ण वेद शास्त्रको निचोड तत्त्वलाई लिएर हजुरहरूले जुन सेवा गर्दै आउनु भएको छ, जुन प्रकारको मानव जीवनलाई सफल गराउनु भएको छ, यो नै वास्तवमा भागवत धर्म हो। यही हो भागवत धर्म। यदि मानव भएर मानव इतर कर्म गरिन्छ भने त्यो वृक्ष राख्न के? वृक्ष त जड हो तर पनि परोपकार गर्यो। त्यही कुरा सम्झाउनु भयो। अब हामी केही बेर ब्रजको स्मृति गर्नेछौँ, जहाँ ध्रुवले सबभन्दा पहिला मथुराबाट अगाडि मधुवनमा स्तुति गर्नुभयो। प्रभु आज स्वयं भगवान भेटाइसक्नु। ध्रुवले 5 वर्षको बालक, आज भगवानले आज्ञा भयो ध्रुव केही माग्नुहोस् न भन्नु। प्रभु मलाई माग्ने इच्छै छैन, के मागौँ भन्नु।
तैपनि माग्नुहोस् न ध्रुव, केही त माग्नुहोस्। ध्रुवज भन्नुहुन्छ प्रभु मलाई केही चाहिएकै छैन त म के मागौँ। बार बार प्रभुले आज्ञा दिए पछाडि अब ध्रुवले भन्नुभयो प्रभु एउटा कुरा मागौँ त। माग न ध्रुव, के माग्छौ तिमी? आज प्रभुको पाउ पक्राउनु ध्रुवले, भगवानको पाउ पक्रेर प्रभु एउटा कुरा मागौँ। अनौठो कुरा छ यहाँ, भगवान प्राप्त गर्नुभयो तर पनि चित्त चयन भएन, हृदय भगवान भेट्टाएर पनि हृदयमा आनन्द भएन। अन्तिममा प्रभुको पाउ पक्रेर दुई हातले पक्राउनु, गएर शिर राख्नुभयो, आँखाबाट पनि इन्द्रसुका धाराहरू बहिरहेका छ। अगाडि गएर भन्नुभयो प्रभु एउटा कुरा माग्छु, भन न ध्रुव के माग्छौ? भक्ति मोह प्रवहता तोई में प्रसंगो, यदि कृपा हुन्छ भने मलाई हजुरका भक्तहरूको सङ्गत दिनुहोस् न प्रभु। अचम्म लाग्यो भगवानलाई, भक्तको सङ्गत किन ध्रुव? मलाई त भेट्टाइसक्यो तिमीले, अब भक्त किन चाहियो तिमीलाई? प्रभु जति भक्तको सङ्गत गर्दाको आनन्द हो त्यो तिम्रो पाउमा पनि त्यो आनन्द भेटिएन। त्यो आनन्द भने त भक्तको सङ्गत पो रहेछ। भक्तको सङ्गतमा गयो भने भगवान नाम सुन्न पाइन्छ। अनि भगवान नाम सुन्यो भने के हुन्छ ध्रुव? भगवान नाम यदि सुन्यो भने भवरोग शान्त हुन्छ। कुमार्गमा मन जाँदैन कदापि, सत्मार्गमा जसको सङ्गत गर्यो उसैको रङ्गत लाग्छ नि, होइन र? आज सङ्गत गर्यो, भोलि सङ्गत गर्यो। हिजोको कठोर व्यक्ति पनि, हिजोको मदिरा पान गरेर आफूलाई गल्लीमा लडाउने व्यक्ति पनि एउटा सत्पात्रको पछि लागोस् त, आज लागोस् भोलि लागोस्, उसले पनि त्याग्छ। उसले मात्र होइन, उसले अर्कालाई त्याग्न लगाउँछ, उसले अर्कालाई त्याग गर्न लगाउँछ। एकले अर्को, अर्कोले अर्कोले गर्दा गर्दै होइन र यो समूह जुटेको। त्यसैले सबभन्दा ठुलो तिमीलाई भेट्टाउने अस्त्र भनेको त भक्तको सङ्गत रहेछ प्रभु। यसरी मलाई कृपा हुन्छ भने भक्तको सङ्गत दिनुहोस् न। किन जसरी करेन्ट लागेको व्यक्तिलाई हामीले गएर छोयौँ भने पनि करेन्ट लाग्छ नि, होइन र? तारमा छुनु पर्दैन। त्यस्तै तिम्रा भक्तको पछि लाग्न पाएँ भने ती भक्तले खिचेर मलाई पनि भगवानको पाउमा लगेर जोडिदिन्छन्। त्यति आश छ। किन यो मन बिग्रेन धेरै बेर लाग्दैन नाथ। आज हजुरले कृपा गर्नुभयो, म आइपुगेँ। तर यो मन त यस्तो विचलित हुन्छ, यस्तो विचलित हुन्छ। एकछिन अगाडि एउटा सङ्कल्प गर्छ म भजन गर्छु, एकछिन अगाडि अर्को भन्छ म सेवा गर्छु, एकछिन पछाडि विषयले जब गाल्दछ सारा कुरा हुसुक्क हुन्छ। त्यसैले त्यो मनलाई सुझाउने तिम्रा भक्तहरू मात्र हुन् प्रभु। भक्तहरूको सङ्गत पाऊँ, भक्तहरूको सङ्गत पाऊँ, मिल्दछ दशमा प्रभुको नाम, मिल्दछ दशमा प्रभुको नाम। कथा सुधामा चित्त डुबाऊं, कथा सुधामा चित्त डुबाऊं, भवसागर को दुख मिटाऊं, भवसागर को दुख मिटाऊं। हे हरि हे मन मोहन श्याम, हे हरि हे मन मोहन श्याम, हे हरि हे मन मोहन श्याम, हे हरि हे मन मोहन श्याम। कृपा गरेर नाथ, हे मनमोहन, हे हरि। हरि भनेको बाहिरी जगतमा लागेको चित्तलाई हरण गरेर आफूतर्फ खिचिदिने प्रभुलाई बोलाए। हे मनमोहन, हे श्याम सुन्दर, मलाई कहिले तिम्रो पाउमा स्वतः खिच्दछौ। आज ध्रुवजीले जब स्तुति गर्नुभयो त्यहाँबाट अगाडि बिस्तार बिस्तार मुकुन्दपुर हुँदै पुण्यवन तालवन, यहाँबाट कुमुदवन अगाडि अडिङ मिलनवन अनुरागवन, पासैमा गोपीकुप राधाकुण्ड कृष्णकुण्ड। यहाँ सखीहरूद्वारा एक दिन प्रभुलाई बोलाएर धुमधामसँग झुला महोत्सव भएको थियो। राधाकुण्ड कृष्णकुण्ड, राधाकुण्ड कृष्णकुण्ड गिरिको वरदाना, राधाकुण्ड कृष्णकुण्ड गिरिको वरदाना, मधुर मधुर बंसी बजो हे वृंदावन, मधुर मधुर बंसी बजो हे वृंदावन, हे हो
जय हो वृंदावन मधुर मधुर बंसी बाजो जय हो वृंदावन 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 मधुर मधुर बंसी बाजो जय हो वृंदावन मधुर मधुर बंसी बाजो जय हो वृंदावन राधा कुंड कृष्ण कुंड गिरि गोवर्धन राधा कुंड कृष्ण कुंड गिरि गोवर्धन मधुर मधुर बंसी बाजो जय हो वृंदावन मधुर मधुर बंसी बाजो जय हो वृंदावन जय हो वृंदावन जय हो जय हो वृंदावन जय हो वृंदावन ओ मधुर मधुर बंसी बाजो जय हो वृंदावन ओ मधुर मधुर बंसी बाजो जय हो वृंदावन राधा नाचे कृष्ण नाचे गोपियारो नाचे राधा नाचे कृष्ण नाचे गोपियारो नाचे रंग का सखा सखी हंसा में नाचे रंग का सखा सखी हंसा में नाचे रंगे दिखाले रंगे दिखाले रंगे कवले रंगे दिखाले झूला मौसम करना पायो रंगे दिखाले झूला मौसम करना पायो रंगे दिखाले राधा कुंड कृष्ण कुंड गिरि गोवर्धन 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 मधुर मधुर बंसी बाजो जय हो वृंदावन मधुर मधुर बंसी बाजो जय हो वृंदावन जय हो वृंदावन जय हो वृंदावन जय हो वृंदावन मधुर मधुर बंसी बाजो जय हो वृंदावन मधुर मधुर बंसी बाजो जय हो वृंदावन कृष्ण कृपा दे कृष्ण कृपा दे कृष्ण कृपा दे कृष्ण कृपा दे हरि भजन करना पायो कृष्ण कृपा दे ओ हरि भजन करना पायो कृष्ण कृपा दे साई कृपा दे साई कृपा दे साई कृपा दे साई कृपा दे झूला मौसम करना पायो साई कृपा दे ओ झूला मौसम करना पायो साई कृपा दे राधा कुंड कृष्ण कुंड गिरि गोवर्धन राधा कुंड कृष्ण कुंड गिरि गोवर्धन मधुर मधुर बंसी बाजो जय हो वृंदावन मधुर मधुर बंसी बाजो जय हो वृंदावन जय हो वृंदावन जय हो वृंदावन जय हो वृंदावन मधुर मधुर बंसी बाजो जय हो वृंदावन ओ मधुर मधुर बंसी बाजो जय हो वृंदावन मधुर मधुर बंसी बाजो जय हो वृंदावन ओ मधुर मधुर बंसी बाजो जय हो वृंदावन मधुर मधुर बंसी बाजो जय हो वृंदावन मधुर मधुर बंसी बाजो जय हो वृंदावन जय हो वृंदावन जय हो वृंदावन मधुर मधुर बंसी बाजो जय हो भले वृंदावन ब्रजधाम की यहाँ भन्दा अगाडि कुसुम सरोवर यही बाट टोडको घनो एउटा रुखको टोडको देखेर प्रभु एक दिन लुक्नुभयो त्यहाँ गएर त्यो टोडको देखेर आमालाई भन्नुभयो आमा आमा बोलाउनुहुन्छ कृष्ण आऊ न तल आऊ टोडकोमा बस्नु हुँदैन यहाँ सर्प होलान् अन्य जीवहरू होलान् आऊ त तब प्रभुले भन्नुभयो आमा मैया ओहे भावे टोडको घनो मैया ओहे भावे टोडको घनो मैया मलाई यो टोडको ज्यादै प्रिय लाग्यो भन्नु आज कुन टोडको बताएको भगवानले कुनै वृक्षको टोडको मात्र होइन यहाँ भगवानले भनेको मलाई भक्तको हृदय नै ज्यादै प्रिय लागेको हुनाले म बाहिर बस्दिनँ आमा म भक्तकै हृदयमा सदा सर्वदा बस्छु है त्यसैले ज्यादै प्रिय छ भक्तको हृदय मलाई त्यसैले मलाई बाहिर नखोज्नुहोस् म त केवल मेरा प्रेमी भक्तहरूको हृदयमा मात्र रहन्छु जो मलाई गाएर अखण्ड तल्लीन हुन्छन्
आफूलाई पनि बिर्सन्छन्। त्यस्ता भक्तहरू मलाई ज्यादै प्रिय छ आमा, प्रभुले आज्ञा भयो। यहीबाट अगाडि बिस्तार बिस्तार विशालगढ पिरी पोखर प्रेम सरोवर, प्रेम सरोवर प्रेम की, प्रेम सरोवर प्रेम की, हरि रहत दिन रैन, हरि रहत दिन जहाँ लाडली पग धरत, जहाँ लाडली लाल धरत दोने, राधे राधे लाल धरत दोने। के होला फेरि पोखर भने के होला? प्रेम सरोवर। प्रेम सरोवरहरू होइन, हाम्रो आँखा नै हो। जुन आँखा हरिस्मृतिमा रसाउँछ त्यो आँखा प्रभुलाई प्रिय लाग्छ। त्यहाँ कस्तो पाउ हुन्छ, त्यहाँ राजा रानीले त्यहाँ आफ्नो युगल पाउलाई डुबुल्की जब लगाउनुहुन्छ त्यहाँबाट बहेको परागलाई प्रभुले दुवै औँलाले यसो निकालेर आफ्नो आँखामा लगाइबक्सन्छ। त्यस्तो प्रेम सरोवर। र आज यही प्रेम सरोवरको परिधिमा नै हामी झुला महोत्सव गर्नेछौँ। र सबभन्दा पहिला 84 कोष ब्रजधामको यहीँबाट राधा नामको साथमा हामी परिक्रमा गरौँ। सबैले राधा नामको साथमा यहीँबाट ब्रजधामका ती मुख्य मुख्य लीलास्थली जहाँ प्रभुले लीला गर्नुभयो ती लीलास्थलीहरूको आफ्नो हृदयमा सजाउँ र हृदयलाई प्रेम सरोवर बनाऊ, जुन सरोवरमा गोता लगाउन प्रभु स्वयं सवारी हुनुहुनेछ। श्री राधा राधा, 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 जय राधे, श्री राधा राधा, श्री राधा राधा, वृंदावन में कण कण बोले श्री राधा राधा, वृंदावन में कण कण बोले यमुना जी के लहरे बोले श्री राधा राधा, यमुना जी के लहरे बोले श्री राधा राधा, 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 जीवन जी में लाता बोले श्री राधा राधा, जीवन जी में लाता बोले श्री राधा राधा,
कीर्तन कुंज कीर्तन कुंज नाट गाँव में गीत गाँव में मानवलों में मान सरोवर राया गाँव में आनंद बंदी आनंद बंदी भारत गाँव में बलदेव जी में दाऊदी में रुद्रमन में हरण भजन ब्रह्मांड था गोखल बंधन चंद्र भवन में सौरसी गंगा उत्तराखंड में रमण रेत में रमण मनु में भोले घाट में यमुना जी में गोपालपुर में माहौल गाँव में मथुरा जी में जन्मभूमि में उत्तराखंड भूतेश्वर में द्वारकाधीश में अंबिकावन में मधुबन में शिवाजी बैठा जिला में कुंदपुर में सागवनों में मोदगन में गंगा सागर अधीन में माधुरी कुंड साथी बंदे गोवर्धन में श्री राधा राधा 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 कुंड श्याम कुंड गोपी कुंड कुसुम सरोवर कुसुम सरोवर कुसुम वनों में उद्धव बैठक नारद वन में नारद कुंड मानसी गंगा गोवर्धन में श्याम घाट में गीत गाँव में गाँव में बद्रीनाथ में केदारनाथ में चरण पहाड़ी कुंड कुंड गया कुंड पांडव गुफा विमल कुंड भोजन थाली तो गाँव में ललिता मंदिर साकरी खोरी धर्मगढ़ों में नानगढ़ों में बरसाना में सरोवर गौरवनों में संकित वट में नंद गाँव में ओडल गाँव में छोर गाँव में साई में शेरगढ़ों में बिहार वन में आजनी गाँव में माता गाँव में नरक गाँव में नंद घाट में घाट में सहारी गाँव में पांडे
गिरवट में बेल बनों में जहानीपुर में जमपुर में यमुना जी में मार्कंडाओं में वृंदावन में सौरासी को परिक्रमा में श्री राधा राधा 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 अमर धन राधा श्री राधा अमर धन राधा परम धन राधा 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 परम धन राधा 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 जीवन धन राधा राधा तेरा जीवन धन राधा प्राण धन राधा 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 प्राण धन अमर धन राधा तेरा तेरा अमर धन राधा परम धन राधा 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 परम धन राधा 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 अमर धन राधा तेरा तेरा अमर धन राधा तेरा राधे 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 मस्ताने वाले राधे 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 मस्ताने वाले राधे 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 मस्ताने वाले राधे